हाम्रो ट्रेनिङ सकेर चाहिँ हैन अनि अन्तिममा चाहिँ खसीको मासु भात खानेलाई यो चाहिँ कुखुराको हो हैन कुखुराको मासुको खाँदैछ। अनि यहाँ चाहिँ कुखुराको खानेहरू जति अगाडि यो मेरो बाको हो हैन। अनि यहाँ आसु हैन यहाँ आनी यहाँ आमेन बढियामा अनि यहाँ ट्रेनर सरहरू दुईजना क्याप लाउने अनि चेक सर्ट। अनि यहाँ चाहिँ खसीको मासु हो खसीको मासु खानेहरूलाई। यहाँ रेणुका आसु हैन खसीको मासु खाँदैछ। अनि यहाँ रहेको छ माम हैन हाम्रो। अनि अब हामीले चाहिँ बाँसको ट्रेनिङ गरेको नि त हैन। अनि मुढा बनाउने नाङ्लो बनाउने अन्त चाहिँ अब यहाँ चाहिँ खाँदैछ खसीको मासु भात। अनि हाम्रो चाहिँ फाइनल सर्टिफिकेट पाउने दिन थियो नि त। अनि सर्टिफिकेट चाहिँ अब यो खाइसकेर हैन सरहरू आउनु भएको छैन यहाँ स्याम्बेना। अनि हामी चाहिँ सर्टिफिकेट यो खसीको मासुको हैन सर हो उहाँ चाहिँ हैन। अनि अब उनीहरू चाहिँ खाना खाँदैछ मैले चाहिँ खाइसकेँ नि त। अन्त चाहिँ म चाहिँ अब भाँडा धुने ठाउँमा यहाँ भाउजू ट्रेनर सरको भाउजू हैन यो बिमला ट्रेनरहरू। अनि म चाहिँ पानीमा ऊ पनि ट्रेनरै हो हैन सिकाउनु हुने। अनि यहाँ चाहिँ अर्जुन दाजु हैन। अन्त यहाँ माथि अब खाना खाँदैछ म चाहिँ जुठो भाँडा धुने ठाउँमा धारामा छु। अनि धोएर म चाहिँ फेरि उकालै जान्छु नि त यहाँ आइपुगिसकेँ हैन। अनि फेरि म माथि जान्छु यहाँ बाँस गाडीमा नि खसीको मासु खाने बाँस गाडीमा हो। यहाँ चाहिँ देवेन्द्र मामा हो ऊ खाना खाँदै हुनुहुन्छ हैन। अन्त मलाई चाहिँ यहाँनिर चाहिँ के भन्दैछ भने ऊ बाँस गाडीमा खाना खाँदैछ भनेर भनेको खसीको मासु गाडीमा गएर खायो भनेको। यहाँनिर बडी आमाले चाहिँ के भन्दैछ आमेनले चाहिँ तँ चाहिँ साला सबैको फोटो खिचेर राख्ला खाएको भनेर आमेनले भन्दैछ ऊ।